स्वागत छ साथीहरु भिडियोमा। स्क्रिनमा देखिएको क्वेशन क्लास 9 को मैट्रिक्स भन्ने च्याप्टरको क्वेशन हो। यसलाई म सल्भ गर्न जाँदै छु। यसमा भनिएको छ फाइन्ड द भ्यालुज अफ x एन्ड y। x र y को भ्यालु निकाल्नु पर्ने छ यो दुईवटा इक्वल मैट्रिसेसहरु बाट। सो इक्वल मैट्रिक्स भनेको कस्ता मैट्रिक्स हुन् त? पहिला हामीले जान्नु पर्यो। इक्वल मैट्रिसेसमा करेस्पोन्डिङ एलिमेन्ट्स भन्नुको अर्थ सेम पोजिसनमा भएका एलिमेन्ट्सहरु इक्वल हुन्छन्। सो x plus 2y फर्स्ट र फर्स्ट कलममा छ भने यतापट्टि राइट ह्यान्ड साइडमा पनि फर्स्ट र फर्स्ट कलममा 3 छ। सो यो दुईवटा एलिमेन्टहरु इक्वल हुन्छन्। त्यस्तै गरी 4 लेफ्ट ह्यान्ड साइडको मैट्रिक्सको 4 सँग राइट ह्यान्ड साइडको 2x plus 2y भन्ने एलिमेन्ट इक्वल हुने भयो। तल सेकेन्ड र फर्स्ट कलमको 3 इक्वल नै छ, 1 इक्वल नै छ। सो हामीले यो कन्डिसन युज गरेर x र y को भ्यालु निकाल्नु पर्ने हुन्छ। सुरु गरौँ है त। सुरुमा के लेखौं? इक्वेटिङ corresponding elements of equal matrices. सो इक्वेट गरौँ भनेको x plus 2y सँग कुन एलिमेन्ट इक्वल हुन्छ? 3। सो x plus 2y सँग 3 इक्वल हुन्छ। अब यहाँनिर एउटा मात्रै भेरिएबल भएको भए त सजिलरी निस्किन्थ्यो, तर यहाँनिर दुईवटा भेरिएबल अननोन छन् x र y। त्यसैले यसलाई हामीले अहिले इक्वेसन 1 बनाऊ। त्यसैगरी अर्को x र y भएको एलिमेन्ट कुन छ? राइट ह्यान्ड साइडको 2x plus y 2y सँग र लेफ्ट ह्यान्ड साइडको 4 इक्वल छ। सो हामीले के लेख्न सकिन्छ? 4 is equal to 2x plus 2y। यसमा पनि दुईवटा भेरिएबल अननोन छन् x र y। सो यसलाई हामीले इक्वेसन 2 बनाऊ। अब यो दुईवटा लिनियर इक्वेसनहरु हामीले क्लास 8 मा ग्राफिकल मेथडबाट सल्भ गर्न सिकेका थियौं। तर यहाँ क्लास 9 मा चाहिँ हामीले इलिमिनेसन र सब्स्टिट्युसन मेथड दुईटा नयाँ मेथड सिक्छौं। म अहिले यसलाई सब्स्टिट्युसन मेथडबाट सल्भ गर्न जाँदै छु है त। सो त्यसको लागि के गरौँ हामीले? फ्रम इक्वेसन 1 बाट हामीले x plus 2y is equal to 3 बाट x को भ्यालु इन टर्म्स अफ y निकालौं। सो के हुन्छ? और x is equal to 3 यो 2y लाई राइट ह्यान्ड साइडमा लगाऊ, कति हुन्छ? -2y। यसलाई इक्वेसन 3 बनाऊ। अब के गरौँ? यो इक्वेसन 3 र इक्वेसन 1 चाहिँ सेम नै हो, जस्ट फर्म मात्रै चेन्ज भयो है त। सो यो x को भ्यालु x को ठाउँमा हामीले इक्वेसन 2 मा 3 - 2y रिप्लेस गरौँ। सो सब्स्टिट्युटिङ द भ्यालु अफ x को भ्यालु कहाँ छ? फ्रम इक्वेसन 3 कहाँ लगेर सब्स्टिट्युट गरौँ? इन इक्वेसन 2 मा सब्स्टिट्युट गरौँ। सो इक्वेसन 2 लाई हामीले फेरि लेखौँ 4 is equal to 2। अब x को ठाउँमा हामीले के सब्स्टिट्युट गरौँ? 3 - 2y। x को ठाउँमा के लेखौँ? 3 - 2y। सो ब्र्याकेट राखेर लेखौँ 3 - 2y प्लस पछाडिको 2y पनि सार्नु पर्यो 2y। अब यहाँ हेरौँ त x हरायो, अब y मात्रै बाँकी रह्यो। सो यहाँबाट हामीले y को भ्यालु निकाल्न सक्छौं। और 4 is equal to 2 ले ब्र्याकेट भित्र मल्टिप्लाई गर्दा के हुन्छ? 2 3 जा 6 minus 2 2 जा 4y प्लस 2y। माथि लेखौं और 4 is equal to 6 यो -4y plus 2y को सम कति हुन्छ? -2y। डिफरेन्ट साइन छ, सो हामीले सबट्र्याक्ट गर्नु पर्यो। नेगेटिभ साइन भएको 4 ठुलो छ, सो सम नेगेटिभमा आयो। अब के गरौँ? 6 लाई लेफ्ट ह्यान्ड साइडमा लगाऊ 4 6 यता आउँदा के हुन्छ? -6 is equal
minus 2y, or minus 2 is equal to minus 2y. So y is equal to कति हुने भयो minus 2, फेरि यो minus 2 लाई पनि अर्को साइडमा लगेर डिभाइड गर्दियौ. So y is equal to minus 2 upon minus 2 गर्दा कति हुन्छ 1 आउँछ. y को भ्यालु आयो हाम्रो. अब यो y को भ्यालुलाई हामीले तीनवटा मध्ये जुन इक्वेसनमा लगेर सब्स्टिट्युट गरे पनि हुन्छ. सजिलो कहाँ हुन्छ इक्वेसन 3 मा. So substituting the value of y in equation 3. So के भन्ने भयो x is equal to 3 minus 2y भनेको 3 minus 2 into y को ठाउँमा के सब्स्टिट्युट गरौँ 1 सब्स्टिट्युट गरौँ is equal to 3 minus 2 भनेको कति आयो 1 आयो. सो हाम्रो x को भ्यालु पनि 1 आयो र y को भ्यालु पनि 1 आयो. एकचोटि चेक गरौँ x को ठाउँमा 1 y को ठाउँमा पनि 1 हालौँ. 1 plus 2 into 1 3 करेक्ट छ. यतापट्टि 2 into 1 plus 2 into 1 भनेको 4 यो पनि करेक्ट छ. थ्यांक यू.